हेलो नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई आजको हाम्रो यस भिडियोमा। आज चाहिँ म पहिलाको भन्दा छुट्टै फरक तरिकाले ड्राइभिङ भिडियो बनाउँदै छु। यो भिडियो चाहिँ भर्खर ड्राइभिङ सिक्दै गरेको र ड्राइभिङ सिक्न चाहनुहुने जेरो लेभलको साथीहरुको लागि एकदमै काम लाग्ने वाला छ। हाम्रो यस एपिसोड 1 भिडियोलाई एकदम ध्यान दिएर अन्तिमसम्म हेर्नु होला है त। सो अब म भिडियो ढिलो नगरिकन सुरु गर्छु है त। कहाँ राख्यो चाबी? ए यहाँ चाहिँ राखेछ। अब यसलाई चाहिँ यहाँ छिडाएर यसरी उता धगाल्नु पर्ने हुन्छ हैन, उतापट्टि। अनि यसलाई निकाल्ने, अनि यसलाई सट्ट तान्नु पर्ने हुन्छ। यो ढोका ट्याक्क खोलिन्छ है, अनि भित्र यसरी छिड्नु, ढ्याङ्ग ढोका लाउने। यो चाबीलाई चाहिँ हामीले यो यहाँ भित्र छिराउनु पर्ने हुन्छ। यहाँनिर यसरी ट्याक्क छिराउने हैन। यसलाई 3 स्टेप घुम्दाखेरि चाहिँ स्टार्ट हुन्छ यो। यसलाई चाहिँ अहिलेको लागि चाहिँ 1 स्टेप घुमाउनु पर्ने हुन्छ है। 1 स्टेप घुमाउँदाखेरि यो अन भयो अलिकति हैन। सबैभन्दा पहिला चाहिँ म तपाईहरुलाई सिसा खोल्न सिकाउँछु है त। सिसा खोल्नको लागि चाहिँ कुनैको चाहिँ यहाँनिर घुमाउनु पर्ने हुन्छ हैन। यसको चाहिँ यहाँनिर यो सिस्टम छ हैन। यसलाई तान्यो भने चाहिँ बन्द हुन्छ, थिच्यो भने चाहिँ सिसा यसरी खोल्छ है। खोल्यो नि त हैन। अब यसलाई यसरी तान्यो भने चाहिँ यो सिसा मास्तिर आउँछ है। हो, कतिजनालाई चाहिँ यो थाहा हुँदैन, यसमै कन्फ्युज हुन्छ है। यसलाई चाहिँ थिच्यो भने तलतिर गयो, यो बन्द भयो। अब यताको नि त्यही हो, यताको नि पुरै बन्द गर्नको लागि यो थिच्नु पर्यो। यसलाई यसरी तान्यो भने यसरी माथि जान्छ, यसरी थिच्यो भने तलतिर जान्छ। अब यो सिसा खोल्यो हैन। अब अर्को भनेको तपाईले गाडीभित्र चढिसकेपछि यो लकलाई तल लाउनु पर्ने हुन्छ है। यसलाई झ्याम्म लाउनु पर्ने हुन्छ, अनि त्यसपछि यो लकलाई ट्याक्क लाउनु पर्ने हुन्छ है। लक लगाइसकेपछि ढोका खुल्दैन है। पछाडिको चाहिँ यस्तो खालको छ घुमाउने वाला, यस्तो खालको यस्तो वाला हुन्छ। कुनै गाडीको यस्तो वाला हुन्छ, कुनै गाडीको बटन सिस्टम वाला हुन्छ हैन। त्यो बटनमा थिच्ने बित्तिकै सिसा खोल्ने हुन्छ हैन। यसको चाहिँ यो सिस्टम छ है त। अब चाहिँ म तपाईहरुलाई लाइटको बारेमा बुझाउँछु, हेर्नु होला है त। हामीले अगाडि हेडलाइट बाल्नको लागि चाहिँ यहाँनिर 2 स्टेप हुन्छ है। 1 स्टेप 2 स्टेप भयो हैन। यो 2 स्टेप घुमाउँदाखेरि चाहिँ तपाईको हेडलाइट बन्ने भयो हैन। यसलाई पुरा निभाएर 1 स्टेप मात्रै घुमायो भने चाहिँ यो पार्किङ लाइट बल्ने भयो हैन। पार्किङ गरेर राख्दाखेरि हामीले यो लाइट बाल्नु पर्ने हुन्छ हैन। यो गरे अफ गर्यो, अब यो अफ भयो हैन। अब हेडलाइट बाल्नु पर्यो हामीलाई। हेडलाइट बाल्नु पर्यो भने चाहिँ पुरै घुमाइदिने, पुरै घुमाउनु भयो भने हेडलाइट बल्छ। तल गर्यो भने चाहिँ तपाईको डिम लाइट बल्ने भयो हैन। अब माथि गर्यो भने चाहिँ हेडलाइट बल्ने भयो। अनि पास लाइट बाल्ने तरिका चाहिँ यसलाई माथि यसरी गर्नुपर्ने हुन्छ। यहाँ बत्ती बल्दछ यसरी, यो चाहिँ पास लाइट हो। तान्नी छोड्ने गर्नुभयो भने पास लाइट बल्छ। लाइट चाहिँ यसरी बालिन्छ है। अनि साइड लाइटको लागि चाहिँ हामीले दायाँतर्फ तलतिर गऱ्यो भने चाहिँ दायाँतर्फको बल्ने भयो हैन, यसरी। अब यसलाई 1 स्टेप माथि गऱ्यो भने चाहिँ यो निप्ने भयो। अब लेफ्ट साइडको बाल्नु पर्यो हामीले साइड लाइट हैन। यहीँ बल्छ हेर्नु है। यसलाई चाहिँ मास्तिर पुरै गर्नुभयो भने लेफ्ट साइडको साइड लाइट बल्ने भयो। अब अफ गर्नको लागि चाहिँ यसलाई यसरी अफ गर्यो भने चाहिँ अफ हुन्छ है। अनि यो साइड लाइट अटोमेटिक पनि अफ हुन्छ है। यसलाई जस्तै कि यता बाल्यो हैन, यतै घुमायो भने चाहिँ अब यो स्टियरिङ यतै घुमायो भने चाहिँ यो ननिप्ने भयो हैन। यसलाई अब लेफ्टतिर बालिरहेको छ भने राइटतिर घुमाइदियो भने यो अटोमेटिक निप्छ है। जस्तै कि अब यो लेफ्टको बलिरहेको छ भने राइटतिर घुमाइदियो भने निप्छ। अनि राइटको बालेको छ भने लेफ्टतिर घुमाइदियो भने यो निप्छ है। यसरी नै निभिन्छ है अटोमेटिक। अब चाहिँ म तपाईहरुलाई यो वाइपर कसरी चलाउने भन्ने बारेमा भन्छु है। वाइपरको लागि चाहिँ पहिला पानी छाम्नु पर्छ यहाँनिर, नभए घ्याट घ्याट गरेर आवाज आउँछ हैन। त्यसको लागि चाहिँ यसरी आवाज आउँछ है। पानी हालिसकेपछि साउन्ड कम हुँदै जान्छ है।
साउन्ड हराउँछ होइन। अनि यसको लागि चाहिँ पानी आउनको लागि चाहिँ अगाडि हाल्छ होइन, त्यो म एकछिनमा देखाइदिन्छु तपाईँहरूले वाइपरको पानी चाहिँ। अनि यसको लागि चाहिँ यसलाई एक स्टेप गऱ्यो भने स्लोमा चल्ने भयो, अलिक तल गऱ्यो भने झनै स्लो के अरे झनै फास्टमा चल्ने भयो होइन। अझै तल गऱ्यो भने झनै फास्टमा चल्छ है। यसलाई पुरै माथि गऱ्यो भने पुरै अफ हुन्छ है यसलाई। अनि पानी यहाँ कसरी पानी निस्क्यो भन्ने होला फेरि होइन। पानी चाहिँ यसलाई आफूतिर हल्का यसरी तानिसकेपछि पानी निस्किन्छ यसरी। त्यहाँ अगाडि टुप्पो हुन्छ त्यो पानी निस्किने एउटा होइन, त्यहाँबाट मजाले निस्किन्छ क्या। यसलाई तान्ने बित्तिकै वाइपर नि चल्छ, पानी नि आउँछ। यो यस्तोको गरेको कारण चाहिँ यो अगाडिको सिसा सफा गरेको हो होइन, त्यही हो। अब चाहिँ म तपाईँहरूलाई अगाडिको सो खोल्ने तरिका सिकाउँछु होइन। सो खोल्नको लागि चाहिँ म एकचोटि डाइरेक्ट गएर देखाउँछु है तपाईँलाई। यहाँनिर हुन्छ होइन, यहाँनिर एउटा बटन हुन्छ, कालो बटन हुन्छ। यसलाई यसलाई आफूतिर तान्यो भने, यसरी तान्यो भने अगाडिको लक खुल्छ है। अब यसरी खुल्यो होइन, खुलिसकेपछि यहाँनिर हात छिराउनु पर्ने हुन्छ। यसरी हात छिराएर लेफ्ट साइडतिर यसरी सिधा धकालेर माथि सट्ट तान्नुपर्छ होइन। अनि यो तानिसकेपछि यति हुन्छ है। यसलाई यति गरिसके पछाडि यहाँनिर उयो डन्डीलाई यहाँनिर यसरी यहाँ पालमा छिराउनु पर्ने हुन्छ है। अनि त्यसपछि यो अघि मैले जुन देखाएँ नि तपाईँहरूले, यहाँ आउनु त अङ्कल एकचोटि, यो देखाएँ नि, यसलाई चाहिँ हात सिधा हालेर यसलाई यो लगलाई धकाल्ने हो कि हामीले। हात छिराएर यो लगलाई यता धकाल्यो भने यो यता जान्छ, यो लक खुल्ला हुन्छ। अनि यसरी यसरी यता गर्ने होइन, यसरी तानिसकेपछि यो ट्याक्क खुल्छ है। यति गरिसकेपछि अघि मैले जुन वाइपरको पानी भनेको थिएँ नि, यो चाहिँ यहाँनिर हुन्छ है। वाइपरको पानी चाहिँ यहाँनिर हाल्नुपर्ने हुन्छ है हामीले। यसलाई यसरी खोलेर होइन, यहाँनिर वाइपरमा पानी आउन छोड्यो भने यहाँ आउने, यो खोल्ने, अनि यहाँनिर पानी हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि भनेको हामीले इन्जिनको लागि चाहिँ पानी चाहिँ यहाँनिर हुन्छ है। यहाँनिर यो चाहिँ इन्जिनको पानी हो, इन्जिनमा जान्छ होइन। जुन इन्जिन नतताउनको लागि यहाँनिर पानी हालेको हुन्छ होइन। यहाँनिर बेला बेलामा होइन पानी पनि चेक गर्नुपर्ने हुन्छ। यहाँ कुलाइन भन्ने एउटा आउँछ होइन, त्यो नि मिसाएर हाल्नुपर्ने हुन्छ पानीमा। अनि त्यो हालिसकेपछि गाडी हिट हुँदैन होइन। अनि यसलाई यसरी लाउने हो, पानी यहाँसम्म हाल्ने हो, तलको यहाँ धर्कै छ होइन, यहाँसम्म हाल्ने हो, एफसम्म हाल्ने हो। तल यहाँ एलसम्म पुग्यो भने चाहिँ तपाईँको त्योभन्दा तलतिर जानु भएन पानी, माथि चाहिँ यो एफसम्म हाल्नुपर्ने हुन्छ। त्योभन्दा बढी हाल्यो भने के गरी त्यो हिट भयो भने यो उम्लिन्छ क्या पानी। त्यो कारणले चाहिँ हामीले यो एफसम्म हाल्नुपर्ने हुन्छ पानी। तर तल चाहिँ अन्तिम चाहिँ तल एलसम्म मात्रै हाल्ने हो। अनि त्यसपछि भनेको यो चाहिँ हाम्रो ब्याट्री हो, जुन हाम्रो गाडीमा लाग्ने ब्याट्री चाहिँ यहाँनिर हुन्छ होइन। अनि त्यस पछाडि अर्को भनेको तपाईँको उयो चाहिँ ब्रेक ओइल हो, यहाँबाट ब्रेक ओइल चेक गर्ने हो। अनि त्यसपछि मोबिल चेक गर्ने चाहिँ यहाँनिर हुन्छ। यहाँनिर यो चाहिँ मोबिल कस्तो छ, राम्रो छ कि छैन, के छ होइन, यहाँबाट चेक गर्ने हो। यसलाई कालो कालो भएको छ भने यो मोबिल चेन्ज गर्नुपर्ने हुन्छ होइन। योभन्दा यहाँनिर चाहिँ मोबिल कति छ भनेर यहाँ साइनहरू देखाउँछ होइन। बिहान स्टार्ट गर्नुभन्दा अगाडि हेर्नुभयो भने ट्याक्कै देखाउँछ यहाँ साइन, यति छ मोबिल भनेर ट्याक्कै देखाउँछ यहाँनिर होइन। मोबिल त्यो स्टार्ट गर्नुभन्दा अगाडि हेर्नुभयो भने चाहिँ यहाँ ठ्याक्कै साइनै हुन्छ क्या। त्यो बेला चाहिँ स्टार्ट गर्नुभन्दा अगाडि नै चेक गर्नुपर्ने हुन्छ। बिहान आउने बेलामा हामीले यो बिहान बेलुका जुन हामीले चलाएर बेलुका राखेर अनि बिहान उठेर अनि यसो स्टार्ट गर्ने बेलामा स्टार्ट गर्नुभन्दा अगाडि एकचोटि मोबिल चेक गरेर मात्र गर्नुपर्ने हुन्छ। अनि त्यो बेला थाहा हुन्छ मोबिल चाहिँ राम्रो भनेको यतिकै हो, यतिकै धेरै राम्रो हो मोबिल चाहिँ। ब्रेक ओइलको लागि यो खोलेर चेक गर्नुपर्ने हुन्छ, यो भित्र हुन्छ ब्रेक ओइल चाहिँ, यहीँ देखाउँछ होइन। अब यति नै हो नर्मल्ली होइन, धेरै कुरा जति चलायो त्यति नै थाहा हुन्छ कि गाडी जति नै चलाएर हिँड्नुभयो त्यति नै थाहा हुन्छ। बिस्तारै बिस्तारै थाहा हुन्छ, एकैचोटि थाहा हुँदैन होइन। अनि लक गर्नको लागि यो ट्याक्क निकाल्ने होइन। अनि त्यसपछि यसलाई चाहिँ यसरी यहीँबाट ठ्याक्क छोड्यो भने ट्याक्क लक हुन्छ। सो अनि यो चाहिँ हाम्रो यो चाहिँ लाइट तलमाथि गर्ने हो। अब उकालोतिर छ भने अलिक माथि गर्नको लागि यो चलाउनु पर्ने हुन्छ होइन। यसलाई तल यसरी घुमायो भने तलमाथि जान्छ होइन। अनि अर्को चाहिँ तपाईँको यो लाइट चाहिँ यो चाहिँ इमर्जेन्सी लाइट हो होइन। अनि यो लाइटलाई चाहिँ हामीले त्यही इमर्जेन्सी लाइट भनेर बुझिन्छ होइन। यो चाहिँ चारैतिर बल्छ,
यो लाइट चाहिँ लाइटलाई चाहिँ हामीले अब केही इमर्जेन्सी पर्दाखेरि बाल्नुपर्ने हुन्छ होइन। त्यस्तै अब बिरामी सिरामी बोकेर आउँदाखेरि अथवा अब त्यस्तै गाडी बिग्रेर लाँदाखेरि अब त्यस्तै हुँदाखेरि बाल्नुपर्ने हुन्छ होइन। अनि अर्को भनेको यो चाहिँ हाम्रो एसी भयो। एसीको लागि चाहिँ यो चाहिँ हाम्रो एसी चाहिँ यसरी चलाइन्छ। यसलाई यसरी घुमायो भने यसरी हावा निस्किन्छ यहाँबाट। हावा निस्किरहेको छ मस्तले यहाँ। अब यसलाई बन्द गर्नको लागि यहाँनिर हुन्छ होइन। एसी चाहिँ अब यहाँबाट यहाँ थिचेर यसो गरेर यो चलायो भने अब हावा आउँछ होइन। अनि यो चाहिँ यसलाई यहाँ रातोमा पुऱ्यायो भने तातो हावा आउँछ होइन। यो निलोमा राख्यो भने चाहिँ चिसो हावा आउँछ होइन। त्यही हो, यसलाई चाहिँ अब बन्द गर्नको लागि चाहिँ यसरी हुन्छ होइन। अनि यो ड्यासबोर्डको साइनहरू चाहिँ यो स्पिडको भयो, कति स्पिडमा छ भनेर यो यहाँ देखाउँछ होइन। अनि अर्को त यो टाइम भयो होइन। अनि यो चाहिँ पेट्रोलको भयो, कति पेट्रोल छ भनेर बुझिन्छ होइन। अनि यो रातो चाहिँ यो साइन चाहिँ ह्यान्डब्रेक हो। ह्यान्डब्रेक झाऱ्यो भने यो निक्छ होइन। अनि यो चाहिँ यो रातो बल्यो भने चाहिँ अगाडिको मोबिल चेक गर्नुपर्ने हुन्छ होइन। अनि मोबिलको त्यो चाहिँ मोबिलमा प्रब्लम आएको छ भने चाहिँ त्यो देखाउँछ होइन। मोबिल कम यताउति भयो भने चाहिँ त्यो देखाउँछ होइन। अनि यो इन्जिनमा प्रब्लम छ भने चाहिँ यो देखाउँछ होइन। अनि यो चाहिँ अब ब्याट्रीको भयो होइन। ब्याट्रीकोमा प्रब्लम छ भने चाहिँ यो रातै देखाउँछ। अब यो स्टियरिङको भयो, यो स्टियरिङ लकको। अब अनि अर्को चाहिँ यो चाहिँ अब गाडी लकको भयो। ल अब चाहिँ म तपाईँहरूलाई पेट्रोल ट्याङ्कीको त्यो बटम खोल्ने तरिका सिकाउँछु। यहाँनिर हुन्छ, आउनु त। यहाँनिर यो चाहिँ पेट्रोलको हो। यसलाई तान्नुभयो भने पेट्रोलको खुल्यो, पेट्रोलको ट्याङ्कीको त्यो बटन खुल्यो। अब यो चाहिँ पछाडि डिक्कीको है, यो तान्नुभयो भने डिक्कीको, यो डिक्कीको, यो पेट्रोलको। अब म पछाडि गएर तपाईँहरूले देखाउँछ है। अब यो लगायो होइन। अब जुन मैले अघि डिक्कीको भनेर देखाएँ नि तपाईँहरूलाई, त्यो चाहिँ उयो यहाँनिर यसरी गर्नुभयो भने यो खुल्यो होइन। यो लक थियो अघि, ट्याक्कै यो अघिको घुमाइसकेपछि तपाईँको त्यो खुल्यो। अनि त्यसपछि अर्को भनेको यहाँनिर योहरू चाहिँ यो टायर खोल्नको लागि चाहिन्छ है। टायरहरू एक्स्ट्रा टायरहरू यहाँनिर हुन्छ होइन। यति गरिसके पछाडि यो भयो होइन। अब टायर खोल्ने भिडियो पनि बनाउँछु म अर्को पालि होइन। यो चाहिँ ट्याङ्की यही हो, ट्याङ्कीको लागि यो हो। यति गरिसकेपछि यसलाई लक गर्ने, यहाँबाट हाल्ने हो तेल। अब यसलाई लक भयो, यसलाई यस्तो गर्ने बित्तिकै भयो। सो यो भिडियो चाहिँ धेरै लामो भएको कारणले स्थगित गर्न चाहन्छु। भिडियो अन्तिमसम्म हेरिदिनु भएको छ भने धेरै धेरै धन्यवाद छ हजुरहरूलाई होइन। अब नेक्स्ट पार्टमा चाहिँ पार्ट 2 मा चाहिँ म अब तपाईँहरूलाई गाडी चलाउन नै सिकाउँछु। अब यो भिडियो के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। छिटै नै आउनेवाला छ अर्को भिडियो। अहिलेको लागि चाहिँ छुट्छु। बाई बाई गाइज।